लौ हेर्नुहोस् के सुन्न परेको। केपी ओलीको सालो प्राधिकरणको प्रमुख हुने बित्तिकै प्राधिकरणलाई 10 अर्ब ऋण खोज्नु पर्यो अरे। क्यास पुगेन अरे, 10 अर्ब ऋण खोज्दैछ अरे। सालो केटो प्राधिकरण प्रमुख हुनुभन्दा पहिला प्राधिकरण अर्बौं नाफामा थियो। डुबिरहेको प्राधिकरणलाई कुलमान घिसिङले 2 कार्यकाल गरेर त्यति धेरै अर्बौं नाफामा लिएर आएका प्राधिकरण आज कसरी डुबो थियो? आज कसरी अर्बौं क्यास पुगेन त, ऋण खोज्दैछ त भनेपछि दालमा कुछ काला आए। राइट म्यान इन राइट पोजिसन बट रङ म्यान इज रङ पोजिसन भइरहेको छ अहिले चाहिँ। त्यही भए होइन, यदि राइट म्यान थियो भने त आजसम्म तपाईँले कुरा सुन्नुभएको थियो। कुलमान घिसिङले क्यास पुगेन, पैसा पुगेन, ऋण खोज्नु पर्यो भनेको अहिले सुन्नुभएको थियो। गलत मान्छे गलत ठाउँमा पुग्यो भने रिजल्ट पनि गलतै आउँछ, तर सही मान्छे सही ठाउँमा पुग्यो भने रिजल्ट पनि सही नै आउँछ। हामी यति पनि बुझ्न नसक्ने? हेर्नुहोस् त, डुबाए डुबाए। अब कोकोला बाँड्यो त? प्राधिकरणको त्यत्रो विधि नाफा, त्यति धेरै भएको पैसा कहाँ लयो, कसले खायो, त्यसको जवाफ कसले माग्ने? अब सारोकेटीले डुबाएन त? डुबायो नि। अब 10 अर्ब क्यास लोन खोज्दैछ। कहाँ खोज्ने हो अब त्यो लोन? कसलाई बाँड्यो त्यहाँको पैसा? गएको 15 दिन पनि बित्या होइन। यही सुन्नको लागि कुलमानलाई हटाएको थियो होइन? देश खत्तम छ, देश बर्बाद पारे, डुबाए, सिद्ध्याइ नै सके। सिद्ध्याए क्या, सिद्ध्याए। देश त खोक्रो नै बनाए, सिद्ध्याए। अब अस्ति भर्सम्म नाफामा गएको कम्पनी आजै डुबेर चुर्लुम्मै 10 अर्ब ऋण खोज्दैछ सालो केटो।